दर्शकबिन नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ नेपाली पत्रकार न्युज च्यानल। आजको ताजा खबर म तपाईँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। गोली पक्राउ परेपछि तनाव सडकमा उत्रिएका क्रोशित कार्यकर्ताहरू बिहान पुलिसपुरमा उत्रिएका छन्। केही न्युजहरू म तपाईँहरूलाई सुनाउन गइरहेको छु। काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै मुलुकको राजनीतिक परिस्थिति तरङ्गित बनेको छ। ओली पक्राउ परेसँगै एमाले भ्रातृ सङ्गठन र समर्थक राजनीति लगायत देशभरका प्रमुख सहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन्। अध्यक्ष ओलीलाई गुन्द्रुकस्थित निवासमा शनिबार चैत्र 15 गते बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। ओली पक्राउ परे लगतै काठमाडौँको भृकुटी मण्डप र पार्टी केन्द्रीय कार्यालय च्यासलसहित देशभरका विभिन्न स्थानमा एमाले नेकट युवा सङ्घ र रासोबियुका कार्यकर्ता ठुलो सङ्ख्यामा भेला भएका छन्। प्रदर्शनकारीले संस्कार विरुद्ध नाराबाजी गर्दै तत्काल ओलीको रिहाईको माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ। जेन्जी प्रदर्शनको अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्व जाँच बुझ्न आयोगले प्रतिवेदन जलाएर विरोध गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयलाई सुरक्षा निकायलाई उच्च सतर्कमा रहन निर्देशन दिएको छ। आजको न्युज यति नै। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला र आगामी दिनहरूमा यस्तो नयाँ सूचनाहरू सुन्नको लागि बेल आइकनलाई पनि दाबिदिनुहोला। हस्त जय नेपाल।